हामी प्राय आफूलाई प्रमाणित गर्ने दौडमा हुन्छौँ, तर कहिलेकाहीँ मनमा अलिक फरक चाह जाग्छ। कुनै यस्तो विशाल ठाउँमा पुगौँ जहाँ उभिएर हेर्दा आफ्नै वास्तविकता स्पष्ट महसुस होस्। मुस्ताङको त्यो खुल्ला आकाश हाम्रो लागि त्यही ऐना बन्यो। हामीलाई त्यहाँ पुगेर कुनै नयाँ कथा लेख्नु थिएन, न त कुनै गन्तव्य नै समाउनु थियो। मात्र त्यो विराट स्थिरता अघि आफूलाई चुपचाप समर्पण गर्नु थियो। अँध्यारोले अझै धरतीको पछ्यौरी छोडेको छैन। अचानक बादल बर्सिन थाल्छन्। मानव यात्रा सुरु गर्नु अघि प्रकृतिका हातहरूले हाम्रो मनको मैलो पखालिदिन खोज्दैछन्। पानी रोकिने बित्तिकै इन्जिनको धड्कनसँगै हामी अघि बढ्छौँ। सिरसिरे बतासले अनुहार छुँदा भिजेको माटोको सुगन्ध कुनै पुरानो सम्झना जस्तै उडेर आउँछ। मानव मुस्ताङले पर्खिरहेको छ। बाटो छेउमा पिएको एक कप तातो चियाले यो भिजेको बिहानीलाई एउटा नयाँ स्पर्श दिन्छ। मोटरसाइकलको पछाडि कसिएका यी भारी झोलाहरूले आफ्नै सन्तुलन खोज्न थाल्छन्। सायद यी झोलाभित्र सामान मात्र होइन, केही अदृश्य भारहरू पनि सँगै हिँडिरहेका छन्। बाटो लम्बिँदै जाँदा बिस्तारै दिन पनि खुल्दै जान्छ। कतै डोरी थपिन्छन्, कतै झोला फेरि कसिन्छन्। हरेक छोटो पल आफैमा एउटा सानो अनुष्ठान जस्तो लाग्छ। तातो कफीको एक चुस्कीले हामीलाई अलिक विश्राम दिन्छ।
सुहास भयो होइन कि अब हाइलाइट रिकभरी राम्रो हुनु पऱ्यो। फराकिलो राजमार्गले हामीलाई अँगालोमा लिन्छ र गति बढ्दै जाँदा त्यो भित्री तनाव पछाडि छुट्दै जान्छ। एक नासले सुसाइरहेको बतास र इन्जिनको आवाज बीच पनि हेलमेटभित्र एउटा छुट्टै शान्ति छ। केवल आफ्नै धड्कन सुनिने यो शून्यताले यात्रालाई अझै आत्मीय बनाउँछ। टाढेबाट पोखरा एउटा प्राकृतिक सुन्दरताको बिम्ब जस्तो देखिन्छ। तर सहरभित्र पस्ने बित्तिकै त्यहाँको दौडधुप महसुस हुन्छ, जहाँ हरेक मान्छे आफ्नै कथा व्यथाको भारी बोकेर हिँडिरहेका छन्। यो सहरको आफ्नै रफ्तार छ। हामीलाई यहाँ अल्झिनु छैन, अझै माथि उक्लनु छ। पोखराको सुन्दर भूगोल र यी व्यस्त गल्लीहरूलाई पछि छोडेर जब हामी अगाडि बढ्छौँ, बाटोले बिस्तारै आफ्नो रूप फेर्न थाल्छ। घुमाउरा मोडहरू सुरु हुन्छन् र अघिसम्मको त्यो फराकिलो राजमार्ग अब बिस्तारै ठाडो उकालोमा बदलिन थाल्छ र घुम्तीहरूबाट तल फर्केर हेर्दा पोखरा बिस्तारै सानो हुँदै धमिलो हुँदै जान्छ। यात्राको उमङ्ग र शीतल हावाको स्पर्शसँगै हामी काँडेमा पाइला रोक्छौँ। काँडेमा खाएको तातो खानाले यो पललाई अझै स्वादिलो बनाउँछ। एउटा छोटो बसाइपछि यी दुई पाङ्राहरू फेरि घुम्न थाल्छन्। प्रत्येक नयाँ मोडसँगै पहाडहरू अझै नजिक आउन थाल्छन्।
हरेक घुम्तीसँगै नयाँ परिदृश्यहरू आँखा अगाडि फिजिन्छन् र हरेक नयाँ दृश्यले मनमा एउटा छुट्टै उत्साह थपिदिन्छ। मानौ हामी जति माथि उक्लिरहेका छौँ, डाँडाकाँडाले पनि त्यति नै आफ्ना रहस्यहरू उगार्दै गइरहेका छन्। Reaching out, I'm reaching in. The water is rising over me. The water is rising. प्रकृतिको यही जादुमय रङमा रमाउँदै गर्दा मौसमले पनि आफ्नो छुट्टै खेल देखाउन थाल्छ। साँझ ढल्किँदै गर्दा पानी बर्सिन्छ। हामी एकैछिन ओत्लिन्छौँ। पानीले छेकेको बाटो फेरि खुल्छ र हावाको स्वाद बदलिन थाल्छ। अब यो हावा समथर भूमिको होइन, पहाड र हिउँको स्पर्शको हो। हामी केवल बाटो नापिरहेका छैनौँ, हामी त बिस्तारै हराउँदै गएको आफ्नै एउटा अंशसँग भेटिरहेका छौँ। जति जति उचाइ बढ्दै जान्छ, बतासले पनि आफ्नो स्वभाव बदल्दै जान्छ। हरिया डाँडाहरूको रङ पनि बिस्तारै फेरिँदै गएको भान हुन्छ। तल खोजमा सुसाइरहेको नदीसहितको यो निर्जन मौनताले यात्रालाई अझै रहस्यमय बनाउँछ। यही बदलिदो भूगोलको अनौठो रङमा रमाउँदै हामी एउटा लामो झोलुङ्गे पुल तर्छौँ।
पार गरेर साँझको मधुरो उज्यालोमा हामी साथी समीरको आँगनमा पुग्छौँ। सर्टिफिकेट पनि छ मसँग। ल ल कोर्स नै गरेको हो। अब हामी पनि अब त्यही कोर्स स्टडी गर्नुपर्ने। म बिहान बेलुका कोर्स दिन्छु केटाहरू। अब यहाँ त म चाहिँ के एक्सपेक्ट गरेर आएको यो पहिरो जाओस् कि एकचोटि ल्याएर दिनुपर्छ मैले। यस्तो सडक बाइक त्यसो नालीसालीतिर पल्टाएर यसो बिचमा राखिदियो नि त। तेर्साएर होइन। ल वेलकम सेकेन्ड टाइम मुस्ताङ। ल वेलकम भाइ। थ्याङ्क यू दाइ। लु यति खिच्यो होला आज कुरै छोडिदियो केटाहरूले। म आएको म सोचिरहेको होइन वासिङ मसिन पनि छैन, मेरो लुगा आएकोदेखिको मैले धुनु पनि छैन, यही लुगा लगाएको आएकोदेखि 3 महिना हुन थालिसक्यो। 1.5 महिना लुगा ल्याएछ, त्यो 1.5 वर्ष बराबर नै गयो मेरो लागि त। अनि 7 दिन 8 दिनमा त नहुने हो हेर, त्यो पनि सकिँदैन। सकिन्छ 7 दिनमा सकिन्न होला। घाम लागेको दिन त तातो पानी आउँछ कि मेरो इन्भर्टरवाला सिस्टम छ। चितवनबाटै सिधै होइन तराईको वाला छ नि त्यो के भन्छ त्यहीबाट हालेको कि मैले। घाम लाग्यो भने चाहिँ तिमीले तातो पानी पाउँछ कि। यो चाहिँ निक्ल्यो कि यो निक्लिनु होला कि। अनि यो त यसो जोडे त अनि लास्टै बेला हेर्नु न। नियम चाहिँ खासमा एकदमै प्रपर नियम चाहिँ के हो भन्दा तिमीहरूले चाहिँ चितवनबाट डस्ट लिएर आएछ नि त, नुहाउने हो कि खासमा। हो कि नत्र त तिमीहरूलाई त्यो कुनै थकाइ नै जाँदैन कि। समीरको आँगन जहाँ पहाडहरूको एउटा न्यानो आलिङ्गन छ। हिमाल, नदी र जङ्गलले मिलेर यहाँ एउटा यस्तो स्थिर संसार बुनेका छन् जहाँ पुग्दा लाग्छ हामी कुनै नयाँ ठाउँमा जाँदै छैनौँ, हामी त आफ्नै घर फर्किरहेका छौँ। कति घन्टा लाग्यो? नयाँ घरमा स्वागत छ। तातो भयो तातो भयो। तिमी के सोचे त ठाउँ नै छैन, टोइलेट जत्रो घर होला सोचे क्या। टोइलेट चाहिँ अलिक नजिक भएको, अरू त सब ठिक छ नि। अब काम खुलेछ नि हामीले। भोलि बिहानदेखि काम खुल्यो केटाहरूले। टोइलेट पनि बनाउनु पऱ्यो नि, ढोका छोडिदिएछ मैले, यहीँ बनाइदिने। सोध्ने होइन, अब टाढा भयो भनेर सोध्ने होइन, बनाइदिने त्यहाँ डाङडुङ पारेर। त्यो त पुरै छ त्यहाँ। मान्छेले जे पनि सुनिदिने क्या, आफ्नै हिसाबले सुन्ने कि, त्यो मतलबै छैन। अब जेसुकै भनौँ सुन्न चाहिँ जेसुकै भनेपछि गोल्ड चाहिँ के हुन्छ अरे? खोइ त्यो कस्तो भन्ने खाएपछि त निकाल्नुपर्छ नि। एउटा 3टा बन्छ नि होइन, एउटै भन्ने हो। 3-1 भनेको के हो त खासमा? के अरे कफी, सुगर र मिल्क हो क्या। अब त नुहाउनु पर्यो नि त यार। म सक्छु होला। सम्झिने मात्रै हो, मैले सकेन भने कसैले सक्दैन। महिनामा त तातो पानी अलिअलि हुनुपर्छ कहिलेकाहीँ। म त्यो त हो समस्याको विषय। सिधै हाम्रो जानु बेला तातो पानी नुहाएर जाने हो घर जाने हो क्या दाइ? बेस्ट नै थियो नि। आज फेरि मान्छे थुप्रै थियो क्या उता अप्पर मुस्ताङमा। के लागेको रहेछ नि पिजीसिजीको लागि आएर एउटा गाडी रोक्यो कि 10-15वटा गाडी पछाडि बाइकहरू यति। कम्प्रेसन राम्रो आउँछ लाइक यो हिमाल र फोरग्राउन्ड त्यसको सेपरेसन नजिक यो वाला हो कि। अब भेट्यो भने नेटवर्क छैन।
हामी यस्तो संसारमा बिउजिन्छौँ जसले हामीबाट केही पनि माग्दैन। घामका किरणहरू जब हिमालको शिर हुँदै पश्चिमी डाँडालाई चुम्छन्, समय यहाँ आफ्नै गतिमा बगेको महसुस हुन्छ। व्यस्ततामा हामीले समयलाई जित्न दौडिन्थ्यौँ, यहाँ समयले हामीलाई अँगालो हालेको छ। हुस्सुको घुम्टोभित्र समीरको हातबाट बनेको कफीको बाफमा एउटा अव्यक्त आत्मीयता छ। हामीले समयको घडी बन्द गरिदियौँ। पहिलो 2 दिन हाम्रो कुनै योजना थिएन, कुनै हतार थिएन र सायद यही नै हाम्रो सबैभन्दा सुन्दर योजना थियो। यसैबीच मौसमले आफ्नो मिठो स्वाद बदल्यो। आकाशबाट बिस्तारै पानीका थोपाहरू झर्न थाले। वर्षाको त्यो शीतलतालाई हेर्दै गर्दा लाग्छ हामीले आफूभित्र बोकेर ल्याएको सारा थकान यही माटोमा पखालेर बिसाइदियौँ। हिमालको काखमा परेको त्यो पानीले वातावरणलाई अझै निखारेको छ। केही नगर्नुभित्र पनि जिन्दगीको कति ठुलो पूर्णता लुकेको रहेछ। हामी समयको त्यही स्थिर पोखरीमा तैरिरहेका छौँ। झरीले पखालेको त्यो रात बिस्तारै छिपिन्छ। अघिल्लो साँझ लुकेको घाम भोलिपल्ट नयाँ उमङ्ग बोकेर आउँछ। यो बिहानी उस्तै शान्त र हतारविहीन छ। यो ताजा बिहानीलाई अझै नजिकबाट छुन हामी कफीका मगहरू बोकेर अलि पर प्रकृतिको खुल्ला काखमा पुग्छौँ। चारैतिर फैलिएको हरियालीको बीचमा बसेर तातो कफीको बाफसँगै महसुस भयो कफी त केवल बहाना रहेछ। हामी त खासमा यो बिहानी, यो चिसो बतास र केही अव्यक्त क्षणहरूलाई पिइरहेका रहेछौँ।
समीरलाई भेट्न आएका दुई भाइहरूको पाइला पछ्याउँदै हामी टिटी तालको नीलो ऐनासम्म पुग्छौँ। यो ताल कुनै गर्भमा लुकेको रहस्य जस्तै पहाडहरूको बीचमा एकदमै शान्त बसेको छ। तालको स्थिर पानीले नीलो आकाशसँग अङ्कमाल गरेको जस्तो देखिन्छ। किनारमा बसेर पानीमा आफ्नै प्रतिबिम्ब हेर्दा हामी बाहिरी संसारबाट निस्किएर केही बेर आफैसँग बसिरहेका छौँ भन्ने भान हुन्छ। आत्मिक गहिराईको आफ्नै एउटा सुन्दरता छ। यसले बाहिरको हल्लालाई बिस्तारै पछाडि धकेल्छ र मान्छेलाई आफैसँग एक्लै छोडिदिन्छ। पानीमा उठेका साना तरङ्गहरूसँगै मनका धेरै कुराहरू आफै थिग्रिँदै जान्छन्। एउटा अव्यक्त तृप्तिलाई मनभरि सँगालेर साँझपख हामी तालबाट फर्किन्छौँ। धरतीले आफ्नै हातले हुर्काएको जङ्गली साग पकाउँदा महसुस हुन्छ प्रकृति कति उदार छ। बिहानै समीर ठुला ठुला ढुङ्गाहरू मिलाउँदैछन्। सहरको त्यो ठुलो संसारलाई यो सानो पहाडसँग साटेर ढुङ्गा ढुङ्गा जोड्दै उनी यहाँ आफ्नो सपनाको महल बनाउँदैछन्। उनी कुनै हतारमा छैनन्। आज बाटोले हामीलाई मुक्तिनाथतिर लैजाँदैछ, जहाँ ढुङ्गाहरूले पनि मन्त्र जप्छन् र हावाले पनि प्रार्थना गर्छन्, जहाँ आस्था र परम्पराले एउटै भाषा बोल्छन्। आँखाले भ्याउन्जेल फैलिएको विशाल भूगोल हेर्दा लाग्छ यहाँ प्रकृति आफै ध्यानमा बसेकी छिन्।
काली गण्डकीको किनारै किनार अघि बढ्दै जाँदा मार्फाको शान्त गल्लीहरूमा बतासले एउटा आफ्नै लय समातेको भान हुन्छ। माटो र ढुङ्गाका घरहरू समयको गतिसँगै बिस्तारै आफ्नै माटोमा विलिन हुँदैछन्। यहाँ जीवन दौडिँदैन, हिँड्छ निरन्तर आफ्नै गतिमा। जोमसोम जहाँ बतासले आफ्ना अनगिन्ती धुनहरूलाई पहाडको छातीमा गुन्जाउँछन्। यहाँबाट कागबेनीसम्मको बाटो पहाडको छातीमा कोरिएको एउटा रेखा जस्तो देखिन्छ। यो रेखामाथि हिँड्दा यस्तो लाग्छ हावाले नै हाम्रा पाइलाहरूको गतिलाई नियन्त्रण गरिरहेको छ। कागबेनी पछिका यी खैरा पहाडहरू फरक देखिन थाल्छन्। करोडौँ वर्षको हावा, पानी र समयले कुदेको यो भूगोल हेर्दा लाग्छ हामी पृथ्वीको कुनै आदिम सम्झनाभित्र हिँडिरहेका छौँ। चिरिएका चट्टानहरू, तह तहमा देखिने माटोका रेखाहरू र टाढासम्म फैलिएको निर्जन विस्तार, यिनीहरूले एउटा कथा सुनाउँछन् जसको सुरुवात त छ तर अन्त्य अझै लेखिएको छैन। मुक्तिनाथ पुग्दा यहाँको हावा अरू ठाउँभन्दा फरक लाग्छ, हल्का र श्रद्धाले भरिएको। मन्दिरतिर बढ्दै गरेका ढुङ्गे भर्याङहरूमा हजारौं पाइलाहरू भेटिन्छन्। कोही विदेशबाट आएका त कोही देशभित्रैबाट। कसैको ओठमा मन्त्र छ, कसैको आँखामा केवल प्रश्न। कोही आफूलाई खोज्न आएका छन्, कोही आफूलाई बिर्सन। तर सबैको पाइलाले उही एउटा कुरा खोजिरहेको छ, एक क्षणको विश्राम, एक क्षणको शान्ति।
मन्दिरको त्यो गहिरो शान्तिलाई मनको कुनामा सँगालेर हामी बिस्तारै बाहिर निस्कन्छौँ। ढुङ्गाले बनेका ती बाटाहरू अब पछाडि छुट्दैछन्। मन्दिरको त्यो स्थिरता बिस्तारै खुला आकाशको विशालतामा विलिन हुँदै जान्छ। दिनभरिको यात्रापछि मनभित्र एउटा यस्तो गहिरो पूर्णता भरिएको छ, मानौ हामीले मुस्ताङलाई अलिकति बढी पढेर आएका छौँ। यो नै हाम्रो मुस्ताङको अन्तिम रात हो। बल्दै गरेको आगोको न्यानोपन, कफीको बाफसँगै उडेको साँझको हुस्सु र मौनताको बीचमा साटिएका थोरै शब्दहरू। लाग्थ्यो हामी समयलाई त्यहीँ रोकेर यी पलहरूलाई आफ्नै सासभित्र कैद गर्न खोजिरहेका छौँ। ती क्षणहरू केवल सम्झनाका पानामा मात्र थपिँदै थिएनन्, ती त बिस्तारै हाम्रो आफ्नै हिस्सा बन्दै थिए। आज हाम्रो मुस्ताङको अन्तिम बिहान। हामीले पाइलाहरूलाई एउटा छोटो उकालोतिर डोर्याउँदैछौँ। माथि पुग्दा प्रकृतिको विशाल छाती उगारिन्छ। चारैतिर हिमाल, खुल्ला आकाश र तल फैलिएका बस्ती। हामीले त्यो सुन्दरतालाई आँखामा अगाउन्जेल भर्न नपाउँदै कतैबाट बाक्लो हुस्सु उडेर आउँछ। एकैछिनमा त्यो सम्पूर्ण परिदृश्यलाई यसले आफ्नो सेतो घुम्टुभित्र लुकाइदिन्छ। सायद मुस्ताङले हामीलाई जाँदा जाँदै एउटा गहिरो पाठ सिकाउँदै थियो। सुन्दरता भनेको मुठीमा थुनेर राख्ने कुरा होइन, यो त आउँछ, एउटा झलक दिन्छ र हराउँछ। हामीले यसलाई केवल अनुभूत गरेर मनको कुनामा सँगाल्न मात्र सक्छौँ।
हामी तल झर्छौँ। झोलाहरू फेरि बाँधिँदैछन्, तर यसपालि ती गरुङ्गा छैनन्। मौन विदाईका हातहरू हल्लिँदा शब्दहरू थोरै छन्, तर भावनाहरू प्रष्ट छन्। मोटरसाइकलका पाङ्राहरू फेरि चितवनतिर मोडिन्छन्। जब हामी पहिलोपटक यी घुमाउरा बाटाहरूमा आइपुगेका थियौँ, हाम्रो मन अदृश्य भारीले थिचिएको थियो। तर आज यी हिमालहरू र हुस्सु बिस्तारै ऐनाबाट ओझेल पर्दै गर्दा हामी रित्तो हात फर्किरहेका छैनौँ। हामी आफूभित्र एउटा निशब्द स्थिरता बोकेर फर्किरहेका छौँ।